चिसो चिसो छ मौसम न्यानो मायाले होला। सो हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई नै वेलकम ब्याक टु माई न्यू एन्ड अदर भ्लग। सो आज पनि चिसो निकै नै बढिरहेको छ र आज पनि धेरै चिसो छ बिहान, र म चाहिँ उठिसकेको छु। अहिले चाहिँ बिहानको 5:30 भइसकेको छ र देख्न सक्नुहुन्छ मैले चाहिँ किचनमा आएर आगो सागो फुकेर पनि पानी बसालेको छु खानुको लागि। र आमाहरू चाहिँ गाई दुहुन जानुभएको छ र म चाहिँ आगो ताप्दैछु। यस्तो चिसो हुन्छ नि बिहान र बेलुका चाहिँ साथीहरू। सो यता चाहिँ हाम्रो आप्पा चाहिँ यहाँ सफा गर्नु हुँदैछ र बिहानको नजारा चाहिँ यस्तो छ है हाम्रो गाउँको साथीहरू। अहिले चाहिँ एकदम क्लियर छ मौसम चाहिँ, तर एकदम चिसो चाहिँ धेरै छ है बिहान साथीहरू। सो म चाहिँ अब यहाँनिर पानी खानु पर्यो भनेर भित्र आउँदैछु। अँधेरो भयो, बत्ती अफ गरेको थियो नि त, त्यही भएर। सो यहाँ चाहिँ आमाले चिया बनाउनु हुँदैछ र चिया आमालाई मैले तपाईँलाई नि क्यामेरामा ल्याउँछु ल भनेको, अनि त्यही भनेर हल्का स्माइल गर्नुहुँदैछ मेरी प्यारी आमा। सो आमाले यहाँनिर चियामा चिनी लगाउनु हुँदैछ। सो कराईमा दुध बसालिसक्नु भयो र हामी आमा छोरी चाहिँ दुईजना यहाँनिर गफ गर्दै इन्जोय गर्दै बसिरहेको छौँ। किनभने बिहान चाहिँ हामी छिटो उठ्ने भनेको म, आमा, आप्पा मात्रै हो, अरू सबैजना चाहिँ सुतिरहेको छ र मेरो दुईवटा नानी पनि सुतिरहेको छ। र अहिले चाहिँ आमा र म चाहिँ तातो पानी पिउँदैछु, अघि पिएकै थिइनँ नि त, र आमासँग गफ गर्दै इन्जोय गर्दैछु। सो साथीहरू हाम्रो चाहिँ चिया पनि पाकिसक्यो र मेरो पुकुली पनि आइसक्यो। काम गरि पो हाल्छ है फेरि यता सानो। अनि नि साथीहरू यो टोपी भन्ने जिनिस त मेरो छोरीले लाउनै मान्दैन। तपाईँहरूको पनि यस्तै छ? भाग्नु भयो। टोपीको त कुरै गर्नु हुँदैन, यस्तो छ है। यता हेर्नु सानो, मचा पनि बल्ल बल्ल लगाइदिएको। चिया भनेपछि त बा चिया खानु हुँदैन, चिया खायो भने पिट्छु नि, दुध खानुपर्छ। यता हेर्नु सानो, गुड मर्निङ छोना। सानोमा यता हेर, गुड मर्निङ भन्नु त। नाना खोइ नाना चाहिँ सुतिराख्नु भएको छ। आँगा चाहिँ उठेर बदमासी गर्नु सुरु भइसक। हाई गरिदिनु न त यता छोरी, हाई गरिदिनु त। हाई भक्लास भक्लास। अबे 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 डर लाग्यो मलाई। अबे ल उङ्ली देखाएर पो गयो त हौ नानुले त मलाई त है। ल अब चाहिँ बिहान भएछ आमा। अच्छा कति ढिलो बिहान हुन्छ हौ साथीहरू, जाडोले बिहान चाहिँ एकदम जाडो छ है। यता चिया पनि पाकिसक्यो, अब चिया खाने हो। ल मेरो चाहिँ दुइटै मुटुको टुक्राहरू आइसक्नु भयो उठेर। उहाँहरूले अब ठुलो काम गर्नुहुन्छ मेरो। राख न भुइँमा राख नानु, लड्छ भुइँमा। ओ टोपी नलाएपछि यस्तो हुन्छ क्या, मान्दैनन्। अब उनीहरू दुईजनाको ठुलो काम हो मेरो दिमाग खानु। स्याटरडे हो। अब अप्ठ्यारो भयो क्या, टोपी लगाऊ खोकी लाग्छ ल। कति ज्ञानी छ नि, टोपी लगाउनु पर्छ नि। तिमी पनि टोपी लगाऊ अरे, देख्यौ कति ज्ञानी छ। मामले टोपी मामले टोपी लगाइदिनु हुँदैछ भन्नु तपाईँको कुरा हो। अनि अलिक जानु त नि, अब म लगाइदिन्छु ल। आउँछु नि सो साथीहरू, म चाहिँ अब हल्का जाडोमा चियाको आनन्द लिनु पर्यो र म चाहिँ यहाँ चिया लिएर बसिसकेको छु। अब चिसोमा चिया खानुको त अलगै मजा हुन्छ, त्यो त सबैलाई थाहै छ। सो म चाहिँ बाटोतिर यसो हेर्दै चिसोमा सुरुप सुरुप चिया पिउँदैछु है साथीहरू। र अहिलेको चाहिँ 11:30 बजेको छ साथीहरू। देख्न सक्नुहुन्छ घाम यस्तो
दामी घाम लाग्छ नि दिउँसो चाहिँ भन्ने लाग्दैन कि विन्टर हो समर जस्तै नै लाग्छ। सो मैले चाहिँ कपडाहरू पनि धोएर सुकाइसकेँ सबै र साइडमा चाहिँ माम पनि बसिराख्नु भएको छ घाम ताप्दै देख्न सक्नुहुन्छ। दिउँसो त यस्तो घाम लाग्छ नि। सो म चाहिँ अहिले नानीहरू लिनु जाँदैछु। नानीहरूलाई चाहिँ त्यहाँ साथीहरूसँग बसेर खेल्दै थियो नि त, त्यही भएर एकछिन खेलोस् भनेर दुईजनालाई नै छोडिदिएको थिएँ र अहिले चाहिँ म उनीहरूलाई नै लिनु जाँदैछु साथीहरू। अब दिउँसो चाहिँ यसरी ओढेर जानुपर्छ क्या, बिहान चाहिँ फेरि यस्तो चिसो हुन्छ, यो घाम कतिखेर आउला जस्तो हुन्छ। तर दिउँसो फेरि घाम आएपछि बाफ्रे यति धेरै पोल्छ नि, कुरै छोडिदिनुहोस् न साथीहरू। सो यहाँ चाहिँ छ मेरो 2टा मुटुको टुक्राहरू उसको साथीहरूसँग बसेर दुईजना खेल्दैछ। नानीहरू चाहिँ खेल्न थालिसकेपछि साथीहरू आउनै मान्दैन क्या, त्यही पनि मैले चाहिँ उनीहरू दुईजनालाई जबरजस्ती लिएर आएँ। खाना पनि खाएको थिएन, बिहान खाजा खाएर यत्तिकै म कपडा धुलाउँदै थिएँ र उनीहरू चाहिँ एकछिन खेल्दै थियो। सो अब अहिले 12 बज्न आँटिसक्यो, त्यही भनेर उनीहरूलाई मैले घरमा ल्याएर आएँ र घरमा ल्याएर खानासाना खिलाइवरी दुईजनालाई नै फ्रेस गरेर ठुलो छोरी चाहिँ बाहिरै बस्दैछ र सानोलाई चाहिँ एकछिन सुताउनु पर्यो भनेको, तर लागेकै छैन कि ऊ सुत्छ जस्तो देख्न सक्नुहुन्छ। ऊ यति इन्जोय गर्दैछ, तर मलाई उसलाई सुताउनु छ एकछिन भए पनि, किनभने मलाई पनि रेस्ट टाइम चाहियो नि त साथीहरू। सो त्यसको लागि नै म चाहिँ उसलाई अब सुताउँछु। र साथीहरू तपाईँहरूलाई मेरो भ्लग राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला र मलाई धेरै धेरै माया सपोर्ट दिनुहुन्छ भन्ने आश राखेको छु। र आउने दिनहरूमा म धेरै राम्रो राम्रो भिडियोहरू ल्याएर तपाईँहरू सामु आउने छु। सो आजको लागि चाहिँ भ्लग यहीँ एन्ड गर्छु। बाई बाई, थ्याङ्क यू फर वाचिङ माई भिडियो।